यो गाडी त फर्किनु भन्छ त यहाँ ओहो ओ माई गड ठुलो हेर्नु यहाँ यो त विनाशकारी आएछ त यो के हो समुद्र उडेर आएछ त यार 12 वर्षमा खोला फर्किँदै भन्दै हो रहेछ ओहो यो त पुरै भत्केछ यार ओ माई गड ओ सर बाइक त फर्किनु रे के ओहो के गर्ने होला डर पो लाग्यो त्यहाँ आउनु त ओ माई गड मुटुल ठाउँ छाड्नु त है यार जिन्दगी त्यो नर्मल खोला यार यार भरेर यो सब माथि एयरपोर्ट माथि भन्दा नि उहाँ तेज विनायकबाट आएको खोला हो यहाँबाट सब फर्किनु बाटो त राम्रै छ नि त्यही पनि यो खोला देखेर डर लाग्यो फर्किनु पर्ला सातै गइसक्यो यार कहिले यस्तो देखाएको छ र ल यो साथीहरूलाई डर नलाग्ने खोलाको छेउतिर गाडी जान्छ दाजु ओ दाजु अब यिनीहरू गयो म चाहिँ के कम्ने भुटेको सर गइन्छ बाइक त गयो म चाहिँ के कम आम्मामामा यो हो तेज विनायकबाट आएको खोला हेर्नु यता भरेर ए ओ माई गड डर पो लाग्यो ध्यान मलाई त ल यो खोला है पुरै ओ माई गड ल यो के भइरहेछ यो नेपालमा समुद्र बन्नु लाग्यो हो ओ माई गड बाइकहरू त आइरहेछ जय गङ्गामा रक्षा गरौँ गङ्गामा हे गङ्गामा जय गङ्गामा रक्षा गरौँ सबै मुटु थरथर हो त ओ सरहरू हेलो ओ सोल्टीहरू गाडी जान्छ डर लागेन ओहो एकजना मर्द भेट्यो यार ए ओ माई गड बाइक त आयो अब त नो डराइ ओहो चलो बाइकमा मान्छेहरू त आइरहेछ हामी चाहिँ के कम ए यो हो नि त स्टाइल यो बाइकको मान्छेहरू चाहिँ मान्नै पर्छ यार यत्रो खोलामा नि आउने भने चाहिँ अनि यो बाइकको मान्छेहरू चाहिँ मान्नै पर्छ यो चाहिँ किन यस्तो भएको भने जुन यो नालीमा चाहिँ ह्यान्डपाइप सानो हालेको कारणले यो खोलामाथि चढेको क्या त्यही भएर अलिक नडराउँदै नि हुन्छ होइन त्यही पनि यस्तो हुन्छ त्यही भएर सुकुम्बासी साथी सुकुम्बासी यता अब वास्तविक सुकुम्बासी के भन्नु त्यही पनि यसरी खोलाको छेउमा सरकारी जग्गा मिचेर बस्नेहरू चाहिँ सावधानी अपनाऊ है लस्करी रोटै हो खोलाको बाफ हेर्नु